गाइज आज चाहिँ म तपाईँहरूलाई मेरो एउटा एक्सपिरियन्स सेयर गर्न आएको होइन। मैले चाहिँ लाइक 8-9 महिना भयो होला होइन, म केही न केही एक्सर्साइज गर्न खोज्छु कि जिम जान्छु, कि घरमै स्ट्रेचिङ योगा गर्छु, कि स्विमिङ जान्छु, कि यतिकै वकमा जान्छु। केही न केही हप्ताको 3 दिन 4 दिन चाहिँ म गर्न खोज्छु होइन। अनि मेबी लाइक 8-9 महिना भइसक्यो होइन मैले यस्तो सकेसम्म गर्न खोजेको, गर्न थालेको। अनि मेरो एउटा एकदमै नोटिस भएको कुरा चाहिँ के हो भने, म पहिला चाहिँ एकदमै मेरो इम्युन सिस्टम चाहिँ राम्रो थिएन कि। जस्तो अलिकति चिसोमा गयो भने घाँटी दुखिहाल्ने, अलिकति वेदरहरू चेन्ज हुने बेलामा चाहिँ मलाई घाँटी दुख्ने, अनि त्यसपछि रुगा लागिहाल्ने, त्यस्तो हुन्थ्यो होइन। तर मेरो अराउन्ड 8-9 महिना भइसक्यो कि अहिले चाहिँ मलाई घाँटी पनि दुखेको छैन, अनि टचवुड मलाई यस्तो रुगाहरू पनि लागेको छैन होइन। सो मैले एकदमै कन्सिस्टेन्ट भएर हुन्छ नि, एकदमै नोटिसेबल चेन्ज मेरो बडीमा पाएको भनेको चाहिँ त्यही हो। अनि त्यसपछि त्यही कुरा सेयर गर्छु भनेर आएको।